हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी नुवाकोटमा छौँ अनि नुवाकोटमा चाहिँ हामी चाहिँ हिजो राति यहीँ बस्यौँ अनि आज चाहिँ हामी चाहिँ क्याम्पिङ गर्न अनि थ्रिलिङ स्पोर्ट्स एडभेन्चर एक्सप्लोर नयाँ ठाउँ एक्सप्लोर गर्नको लागि चाहिँ हामी चाहिँ अब जाँदैछौँ। हामीलाई चाहिने सामानहरू चाहिँ हामीले सबै प्याक गरिसकेको छ। हामीले यहाँ टेन्टहरू हामीले सबै प्याक गरिसकेको छ, यहाँ ब्यागहरूमा हालेको छ। अनि 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 म चाहिँ मेरो भडुवा साथीहरूसँग छु। अब हामी जङ्गलभित्र जाँदैछौँ। एकदमै रिस्की छ होइन, एकदम रमाइलो हुनेवाला छ। लास्टसम्म हेरौँ है त। यो देखेको पछाडिको डाँडा छ नि होइन, हामी चाहिँ यो बाटोबाट यसरी जान्छौँ। त्यो पछाडिको पनि डाँडाभित्र हामी जान्छौँ कि अलमोस्ट लाइक 1-2 घन्टा जति चाहिँ हामी हिँड्छौँ कि। यो तोरीबारीबाट चाहिँ हामी चाहिँ त्यताबाट चाहिँ माथितिर जान्छौँ होइन। एकदम रमाइलो छ। यहाँको रुखहरू चाहिँ स्ट्रक्चर यस्तो राम्रो छ नि। लेट्स सी के ल भाइ हाई हामी चाहिँ अलमोस्ट लाइक आधी घन्टा पछि चाहिँ हिँडेर चाहिँ हामी यहाँ जङ्गलभित्र आइसकेको छौँ। अब यहाँ चाहिँ टेन्ट खोल्दैछौँ हामी। अब हामी चाहिँ त्यहाँनिर टेन्ट हाल्छौँ। हामीले चाहिँ टेन्टहरू हालिसक्यौँ। अब थोरै यहाँ चाहिँ भाँचेको छ अनि फेरि यसले मिलाउनलाई चाहिँ हामी रेडी गर्दैछौँ। कट यो हुन त यसमा त गाड्नु त हाम्रो क्याम्पहरू चाहिँ सेटअप भइसकेको छ यहाँ। अनिखेर हामी चाहिँ यहाँ अब बसेर यहाँ अब आगो बाल्छौँ। अनि यसको माथि चाहिँ यहाँ यस्तो छ, पानी छ अनि एकदम रमाइलो भइरहेको छ यहाँ। अब मासुलाई हामी म्यारिनेट गरेर बार्बिक्यू गर्छौँ। खोलाको तटमा बसेर हामी अब मासु खान्छौँ, त्यो पनि पोलेको। खोइ ल त्यो बजाउँछु ल। अब हाम्रो यहाँ साथीहरूले भडुवा मित्रहरूले यहाँ पोल्दैछन् कुखुराको मासु। एउटा भडुवा मित्र चाहिँ खाँदै हुनुहुन्छ। क्याम्प त्यहाँ, खोला त्यहाँ, माथिको सिन यस्तो। हामीलाई चाहिँ सायद यहाँ चाहिँ बाघहरूले रेडी भइसकेको छ होइन। थोरै खाने बेला हुन लागिसक्यो। यो चाहिँ पाक्नलाई अलिकति टाइम लाग्यो कि यस्तो छ है त। यो पछाडि डाँडामा चाहिँ यहाँको चाहिँ मान्छेहरूले चाहिँ घाँसहरू काट्न आउनु हुँदो रहेछ कि। अनि उहाँहरूले चाहिँ त्यहाँ माथिबाट चाहिँ घाँसहरू चाहिँ काटेर कलेक्ट गरेर चाहिँ फेरि तल फ्याँक्नु हुँदो रहेछ होइन। फेरि पनि घाँस आउँदैछ माथिबाट, दिदीले फ्याँक्दै हुनुहुन्छ। अड्केको हो
झरेको रविन घाँस दिदीको तल छ हैन अब फेरि अर्को पनि यता माथिबाट घाँस आउँदैछ दिदीले चाहिँ माथिबाट त्यहाँ घाँस झारिदिनुहुन्छ यो चाहिँ लाइक गाउँतिर चाहिँ यस्तो हुन्छ क्या घाँसहरू चाहिँ यसरी कलेक्ट गरिन्छ समाजमा मेरो हात देख्यो खोज्यो ल गेट सेट रेडी दिदी रेडी हुने भयो अब नेक्स्ट घाँस खसाल्नुको लागि 1 2 3 1 2 3 खै वेट त्यो रुख पछाडिबाट हो तल आउँदैछ रुख पछाडिबाट खसाल्दैछन् हेरौँ है ल त्यति उयो- माथिबाट उयो बोकेर रुख पछाडि दिस इज इन्जिनियरिङ हो कि त्यहाँ माथिबाट के बोल्दै त? ल्याउनुहोस् है त्यहाँ माथिबाट घाँस तलसम्म फ्याल्नु पनि दिस इज अ काइन्ड अफ यो चाहिँ ल छोडिदियो कि भयो यो मेकानिकल वर्क हो कि मेकानिकल वर्क खै यहाँ चाहिँ अब घाँस झर्दैछ है ए तिनवटा अब ला दुइटा अड्क्यो दुईवटा अड्क्यो ला अर्को झऱ्यो अघि नै ठाउँमा भन्न दुईवटा अड्क्यो दिदी एउटा ठाउँमा आइपुग्यो दुईटा अड्क्यो हजुर दुईटा अड्क्यो दिदी यहाँ हुनुहुन्छ नि यहाँ अड्क्यो क्या अनि अरू चाहिँ उहाँ यता तल बाटो छ अनि त्यहाँ चाहिँ छ क्या अब दिदी चाहिँ माथिबाट चाहिँ तल आउनुहुन्छ यता हुनुहुन्छ दिदी यो हाम्रो चाहिँ यहाँ चाहिँ क्याम्पिङ सकिएर चाहिँ अब हामी चाहिँ फेरि हामी बाइक भएको ठाउँमा जान्छौँ दिदीको घरमा जान्छौँ सबै हामीले सामान प्याक गरेर चाहिँ हामी अब निस्किँदैछौँ यहाँ भडुवाहरू नि आउँदैछन् अब चाहिँ हामी चाहिँ गएर चाहिँ काठमाडौँ जानको लागि चाहिँ हामी रेडी हुन्छौँ है त यो अब चाहिँ हामी जङ्गलबाट निस्केर बिहानको बाहिरको ठाउँमा आइसकेको छौँ एकदम रमाइलो भयो